नमस्कार साथीहरु, आफ्नो टिएमएस एकाउन्टमा चाहिँ पैसा डिपोजिट कसरी गर्ने त कोल्याटरल डिपोजिट गर्ने तरिका म सिकाउन गइराखेको छु। तपाई आफ्नो मोबाइलमा हुनुहुन्छ भने चाहिँ डेस्कटप मोड माथिपट्टिको तीनटा डटबाट चाहिँ यसरी डेस्कटप मोड अन गर्न सक्नुहुन्छ। यदि कम्प्युटरमै हुनुहुन्छ भने चाहिँ यो लेफ्ट साइडमा स्पष्टसँग देखिन्छ है त। यहाँनेर एउटा अर्को यो चारवटा लाइन जस्तो पनि देख्नुहुन्छ। मोबाइलमा पनि हुन्छ यो लाइन। यसमा चाहिँ तलपट्टि फन्ड म्यानेजमेन्ट भन्ने हुन्छ। यसमा कोल्याटरल म्यानेजमेन्टमा जान सक्नुहुन्छ अनि लोड कोल्याटरल गर्न सक्नुहुन्छ। तपाईले यहाँ इसेवा आईएमई पे, कनेक्ट आईपीएस, पर्बु बैंक, ग्लोबल आईएमई र खल्ती यसरी विभिन्न अब ग्लोबल आईएमई बैंक मेरो छ। ग्लोबल आईएमई मा खाता हुनेहरुले योबाट गर्न सक्नुहुन्छ। तपाईको मोबाइल बैंकिङ आईडी पासवर्ड हालेर नै हुन्छ। पर्बु बैंकको लागि पर्बु बैंक छ, आई बैंकिङ भन्ने। अब इसेवा आईएमई पे, कनेक्ट आईपीएस त हुन सक्ने नै भयो सबैसँग। इसेवाबाट आईएमई पे बाट पनि मिल्छ, खल्तीबाट पनि मिल्छ। अब जस्तो कि मैले अहिले चाहिँ ग्लोबल आईएमई बाट 50,000 डिपोजिट गर्न खोजेको छु। यहाँ 50,000 लेख्ने अनि त्यसपछि पे भनेर गर्नुपर्ने हुन्छ। यो गरिसकेपछि सबमिट गर्नुपर्ने हुन्छ र ओके साथीहरु, यसरी यहाँनेरबाट क्लिक गरिसकेपछि तपाईको ग्लोबल आईएमई मा लगइन गर्ने अप्सन आउँछ। मैले चाहिँ यहाँनेरबाट लगइन गर्न खोज्दै छु अनि त्यसपछि आफ्नो पासवर्ड हाल्नुपर्ने हुन्छ। ग्लोबल स्मार्ट प्लस को पासवर्ड चाहिँ पहिला चाहिँ फरक हुन्थ्यो यो हैन, इन्टरनेट बैंकिङ को हुन्थ्यो भने अहिले चाहिँ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सबैको लागि ग्लोबल स्मार्ट प्लस को पासवर्ड त तपाईले मोबाइलमा जुन लगइन गर्नुहुन्छ त्यही नै हुन्छ। यसरी लगइन गरिसकेपछि यस्तो आउँछ अनि यहाँनेरबाट मैले 50,000 को लागि रिक्वेस्ट गरेको छु। केही गर्नु पर्दैन, नेक्स्ट बटनमा थिच्ने। ओके, यहाँनेरबाट अब आयो, यस्तो आयो। अब कन्फर्म भनेको छ। अब यसमा चाहिँ यहाँनेरबाट कन्फर्म गर्नुपर्ने छ। कन्फर्म गरिसकेपछि अब यहाँनेरबाट ओटीपी आउनेछ। ओटीपी को लागि यहाँनेरबाट तपाईको मोबाइलमा है त, तपाईको मोबाइलमा चाहिँ ओटीपी आउनेछ। आफ्नो मोबाइलमा चेक गर्नु होला ओटीपी। मेरोमा ओटीपी आइसकेको छ 547332 भनेर आएको छ अनि पे बटनमा थिच्ने। पे बटनमा थिचिसकेपछि तपाईको ग्लोबल आईएमई बैंकबाट तपाईले सिधै शेयर को लागि 50,000 रुपैयाँ डिपोजिट गर्नुहुन्छ। ओके, फाइनली यहाँनेरबाट अघि हेर्नुस्, मैले धेरै डिपोजिट गर्न खोजेको थिएँ, पेन्डिङ भइराखेको थियो। यहाँ रिफ्रेशै गरेर हेर्यो भने पनि एउटामा चाहिँ मेरो डिपोजिट भएको छ, एउटा होला। यहाँ ट्रान्ज्याक्सन आईडी देखाउँछ। यहाँ अटोमेटिकली एकछिनपछि देखाउँछ है त। यो एउटा सक्सेस भनेर एउटा देखाएको छ माथिपट्टि स्ट्याटस माथिपट्टिको। मैले चाहिँ यो 50,000 डिपोजिट गर्न चाहिँ 2-3 चोटि अटेम्प्ट गरेको थिएँ तर एउटामा मात्र सक्सेस देखायो किनकि मैले ओटीपी हालेको भनेको एउटामा मात्र थियो। अनि मेरो चाहिँ इन्टरनेटको कारण अनि तपाईको यदि उस भइसकेपछि पेमेन्ट भइसकेपछि यस्तो आउँछ है त। पेमेन्ट भएपछि पेमेन्ट गेटवे रेफरेन्स आईडीमा चाहिँ एउटा यस्तो आउँछ भनेपछि मेरो 50,000 रुपैयाँ डिपोजिट भएको छ। र अब मैले तपाईले यहाँ कोल्याटरलमा हेर्नुभयो भने 50,000 अघि 105 मात्र थियो, अहिले 50,000 रुपैयाँ डिपोजिट भयो। अब तपाईहरुले यो रकमले अब तपाईहरुले यहाँ गएर फन्ड म्यानेजमेन्ट त भयो। अब अर्डर म्यानेजमेन्ट भनेको हामीले बाइ गर्न सक्छौं। मैले चाहिँ यो एलआईसीएन भन्ने कम्पनी किन्नको लागि चाहिँ यहाँनेर डिपोजिट गर्दै थिएँ। यहाँबाट शेयर किन्न गइराखेको छु 50,000 मध्ये। अब मैले यहाँ 10 किता गरेर यदि यो बाइमा माथिपट्टि राखेर है त, जस्तो कि यहाँ मैले 1120 मा चल्दैछ, मैले 1123 मा हाल्दिन्छु। 1123 मा एउटा बाइ को लागि हाल्दिन्छु है त। एलआईसीएन को बाइमा थिचेर बाइमा यसरी गर्दिन्छु। 1123 रुपैयाँ को लागि मेरो अर्डर यहाँ प्लेस गरेको छु र यो प्लेस यहाँनेर आएको छ। यहाँनेरबाट स्ट्याटस यतापट्टि आइसकेको छ। 11,000 रुपैयाँ बराबरको मैले यहाँनेरबाट अर्डर हालिसकेको छु जुन ओपन छ। यसलाई मोडिफाई पनि गर्न सकिन्छ। अब 11.23.1 मा पनि हाल्यो एउटाले। म ठीक छ, म यसलाई मोडिफाई गरेर 1125 बनाइदिन्छु। 1125 मा त मैले किन शेयर पाउँदिन होला र, 1125 भनेर यहाँ राख्दिएँ त्यसैलाई। अब 1125 आएको छ। अब यो शेयर चाहिँ यिनीहरुले यदि बेचेको खण्डमा 1125 रुपैयाँमा मैले 10 किता प्राप्त गर्नेछु। तर यहाँनेर प्राप्त गरिएन 1133 मा। ल ठिकै छ, म 1133 मा हाल्दिन्छु अहिलेलाई। अहिले चाहिँ म फेरि यो मोडिफाई गरेर 1133 रुपैयाँमै म खाइदिन्छु है त। किन भन्दा यिनीहरुले छोड्दै राखेनन्। ओके, 1133 मा नै म खाइदिन्छु। अब
1133 मा म अब 10-20 रुपैयाँको कुरा भएन, 20 किता म खाइदिन्छु यहाँनिरबाट। ओके गरिदिन्छु। 1133 मा यहाँनिरबाट मैले बाई गर्दैछु र मैले बाई गर्ने बित्तिकै यो मेरो यहाँनिरबाट गइसकेको छ, यहाँ अभाइलेबल छैन र फेरि 1130 मा अरूले छोड्न त। तर मैले यहाँनिरबाट अर्डर म्यानेजमेन्टको डेली अर्डर बुकमा हेर्ने हो भने कम्प्लिटेड लिस्टमा मैले 1133 रुपैयाँमा 20 किता यो खाइदिएको छु। यसरी चाहिँ हामीले गर्न सकिन्छ। सेयर किन्ने चाहिँ यसरी नै हो। यसरी चाहिँ तपाईहरुले कोल्याटरल डिपोजिट गर्ने हो। अनि कोल्याटरल डिपोजिट गरिसकेपछि मैले यहाँनिरबाट 22600 बराबरको अहिले सेयर किने भने 50000 मा अब 27000 जति मात्र बाँकी रहेको छ है त। अब अझै पैसा चाहियो भने चाहिँ तपाईले इस्यु अथवा यो मेथडबाट चाहिँ तपाईहरुले डिपोजिट गर्न सक्नुहुन्छ। मैले यो भिडियोमा कोल्याटरल कसरी डिपोजिट गर्ने, पैसा कसरी हाल्ने सेयरमा, अनि त्यसपछि त्यो पैसाले कसरी सेयर किन्ने भनेर एउटा डेमो नै देखाइदिए। अहिलेलाई यो भिडियो यति नै। थ्यांक यू सो मच। बाइ बाइ।